एभ्रिवान आज मेरो दिदीको हल्दी भइरहेको छ अनि मेरो मामुहरू आइसिन्छ यता प्रिटी लेडिज हामी दुलै सिरियाको फुपू पहिलालेदेखि आएको अनि तिमी नि म कञ्चनपुरदेखि आएको हामी दुवैजना बेहुलीको फुपूहरू बेहुलीको मम्मी जेठो फुपू यो बेहुलीको मम्मु सिस्टर गाइस हाम्रो खिच्दैन हामी पनि मेन क्यारेक्टर हो त्यही भएर हामी आफै ब्लग बनाउँछौँ अर्को मेन क्यारेक्टर सालीहरू हाई गर मामा आउनु पर्यो अस्ट्रेलियाबाट आएछ पर्सि 18 गते गइहाल्यो मेरो लागि एउटा म काउन्ट गर्छु नि ल ओके रेडी 1 2 3 अब आशीर्वाद दिन दिदीको दाम्पत्य जीवन सुखमय होस् भिनाजुलाई पेलेर राख्नु भिनाजुले 1 सुनाए त 10 सुनाउनु भिनाजुलाई अन्डरमा राख्नु ओ माय गॉड भिनाजुले सुनेछि त भिनाजु अगाडि त रिसाउनु भिनाजु सदमामा भिनाजु मेरो कस्तो कलर हो गोबर जस्तो देखिन्छ ल तिमी दिदीको लिएर ट्याक्राका निधारमा बिचमा ट्यास्न टाँस्थ्यौ ल अब कहाँ लाउँछौ काई हातमा लाउने होला काई बाँकी छ ल हातमा लगाऊ अब त्यो कसले लिने हो त्यो थाहा त्यो बिचमा राख्नु हुन्छ अनि सबै हात लगाउँछ इजका यहाँ बस बहिनी बिचारी यहाँ इजका हामी फेस अलिकति हामी सिरियलै समात्यो अब हामीलाई यस्तो झकझकाउने हो क्या यस्तो ल पानी फाल्नु नि हामी त्यही गर्नु पनि हात तपाईहरु रेडी हो ल ओके रेडी 1 2 3 बिस्तारै खनाइदिनु कस्तो लागिरहेछ हल्दी भएर हिट हाने छैन अब कतिखेर हिट हान्छ अब एकछिन हिट हाने त्यो हजुरआमाले लगाइदिँदाखेरि अब एकछिनमा रुन्छ सेन्टी हुन्छ अनि फेरि लास्टै रुन्छ सबैजना रुन्छ यसले त्यस्तै राखेर पुरा भिडियो बनाएर हामी अपडेट गर्छौँ अनि जाओस् न त ल नाच्नु आजकल मेरो मामु ब्याडी भइसक्नु भयो आज साथीको हल्दी के भन्नु छ त म चाहिँ सरप्राइज दिन्छु भनेर उहाँ लन्डनदेखि आए सरप्राइज स्पोइल गर्ने चाहिँ उयो हो है दुई शब्द जाओस् न म चाहिँ कायुको लागि आएको कायुको दिदीको बिहे भएर कायु हाई भन्देऊ हाई यो नम्बरमा 200 रुपियाँ हाल्छ त बा हामीसँग हुनुहुन्छ हाम्रो टोलको च्वाक आन्टी आज श्रियाको बिहा रमाइलो भइरहेछ श्रियालाई शुभकामना बिहे भएको छोरी हो मङ्सिराटको थियो छोरीको बिहा भएको थियो बिहामा रुनै पाउनु भएन मन रुइदिएर फेरि फागुन 14 गते एउटा भनेको बिहा अब रुनु होला अब अर्को वर्ष कसको बिहे गेस गर्नु हल्दी सकियो मेहन्दीको ड्रेस
मेरो पनि मेहन्दीको ड्रेस अप गाइस ल ल ल ल मेरो डोबट्टा कहाँ गयो अब हाम्रो साथीहरू पुगिसकेको छन् राम्री साथीहरू 6 बजिसकेको छ मेरो मामा के भन्नु लाग्यो थाहा छ तिमीहरूलाई 4 बजे केटाहरू आउँछन् 6 बजीसम्म गइहाल्छन् 6 बजी सब ऱ्याप अप गर्दै हाल्छौँ भन्नु हुँदै थियो अब 5 बजिसक्यो अहिलेसम्म आउनु भएको छैन अब हामी यो गाना पनि गर्छौँ उनीहरू आउँछ अनि निस्किने नि दुलालाई एक्लै राखिदिएको अवस्था दुलाको पार्टी कोही छैन दुलाको पार्टी बल्ल आउँदै हुनुहुन्छ दुला चाहिँ यहाँ एक्लै हुनुहुन्छ हामीहरू कसरी डान्स गर्ने सुरुमा त सिङ्गल गर्छस् कि म सिङ्गल गरौँ कि मलाई आफूबाट आशा छैन निराशा मात्रै लागिरहेछ देखेन यार
जुदो कलेजमा माया बढे मोबाइलको मेसेजमा सालाला आँसु बराबर पहिलोपल्ट आँखा जुदो कलेजमा माया बढे मोबाइलको मेसेजमा सालाला आँसु बराबर कहिले जोशीले माया उसको लेखिदेऊ न मसीले सारा आँसु बराबर फेरि छोरा हाम्रो फकाइन है जोशीले माया उसको लेखिदेऊ न मसीले सारा आँसु बराबर हाम्रो भिना चाहिँ लास्ट एक्स्ट्रोभर्ट गाना गाउनु हुँदैछ हाई क्युटी हाई व्हाट्स योर नेम बोल्दैन बोल न बोल्छौ के हो तिम्रो नाम हो कस्तो लाग्दैछ त गाना मात्र मेरो बिहा भयो गाइस बिहा जस्तो लाग्दैन यार के लाग्दैन कसैले लाग्दैन के भने यार हामी त 25 औँ लाग्छ 7 क्लासमा पढ्नुपर्छ हाम्रो त बिहा भइसक्यो तर कृषिको बिहे भइसक्यो गाइस 7 क्लासमा पढ्दैन तिम्रो माया कलेजीमा ठम्मै आँखैमा गाजल नपखाइ धन माया मर्छु मर्छु म क्यारे भन सोल्टी बरोबर नडाटी मम्मी गाइस म ठुलो मम्मीलाई कति माया गर्छु मेरो ठुलो मम्मी कति राम्री हुनुहुन्छ मलाई कति माया प्यारी ठुलो मम्मी बाबाले सबलाई जित्नुहुन्छ डान्समा फेरि
हजुरहरूको भिडियो कहिले आउँछ मेरो भोलि युट्युबमा आउँछ ल ड्रइङ साहबलाई लग्नु भयो जानु जानु हजुर पनि सासु अब भोलि बिहे सब टिकटकमा भाइरल आज फेसबुक ब्राइड टु बी दिदी अरु के वीर योद्धाको सेलेक्ट भएको छ यो सेल रोटी पकाउने वीर योद्धालाई नियुक्ति वस्त्र भने सफल कार्यकालको शुभकामना बाई बाई कायु बाई बाई होइन अनुहार यस्तो भएको छ यो यस्तरी बोकेको छ चप्पल तल स्यान्डल छ पुरा अनि यो ट्राउजर चाहिँ फाटेको छ अब हामी जाँदैछौँ हामी सिधा भोलि बिहेमा भेट्छौँ
क्या अझ पनि यहाँ यो मामा र दादालाई हेर न गाइस आफ्नै लभ परे जस्तो हिँडेछ यता मामु साडी लाउनु हुँदैछ टेम्पुरा कस्तो मिठो छ ल एकअर्कालाई हेर्नु न यस्तो एउटा भिडियो मेरो भ्लगमा कहीँ न बिहाको भिडियो हेरेर किन आफ्नो भ्लग बनाउने युट्युबमा राख्नु खै मम्मीको फिट चेक गरौँ न त पाल्पाको टोपी बाको कोट बसन्तपुरको दाउरा सुरुवाल मम्मीको साडी छोरीको ब्लाउज त्यो भ्यूबाट झन् हेर्न नि मन छैन यस्तो बिराप्त यो मेरो मम्मी झोला हेरेर बस्नुभएको छ त्यही भने यो माइजू आन्टी भनी सब लिस्नेहरूले आन्टी भनेर आन्टी आन्टी आउँछ मुखमा अझ यति धेरै बाँकी छन् फोटो नभए नि मेरो भ्लगमा आउनुहुन्छ तलैदेखि मासम्म यस्तो राम्रो साडी लाएर खै राम्रो कसरी लाउनु भयो चस्मा भिडियो यस्तो गर नि हो यस्तो गरेर साथीहरू मिलाएर स्नेहा पनि आउँदैछ
ल ल ल कस्तो लाग्दैछ त अब रोकेर रोकेको छैन के माग्नुहुन्छ त हजुरहरू हामी बदैलाई आशीर्वाद दिन्छ गाइज अब बिहे सकिँदैछ यता बेहुली बेहुला छ यता हामी फेरि फोटो खिच्न गइरहेको छौँ
देखाएर